हाई डु यु नो वान थिङ काठमाडौँको एयर क्वालिटी इन्डेक्स एकदम अनहेल्दी रहेको थियो। काठमाडौँ एयर क्वालिटी इन्डेक्सले केही हप्ता अगाडि निकालेको रिपोर्ट अनुसार काठमाडौँ मात्र यस्तो एउटा सिटी हो नेपालभरिमा जसको एयर क्वालिटी एकदम अनहेल्दी रहेको थियो। र वाट आर द रिजन फर द्याट? फर्स्टली काठमाडौँको रोडमा रन भइरहेको जति पनि भेहिकल्सहरू छन् दे आर ओल्ड एन्ड दे आर भेरी ओल्ड एक्चुअली, एन्ड तिनीहरूको लाइफ स्प्यान एकदम सकिसकेको छ र दे आर स्टिल रनिङ इन रोड्स। सेकेन्डली काठमाडौँभित्र रहेको इन्डस्ट्री स्पेसली ब्रेक इन्डस्ट्री, मार्बल इन्डस्ट्री र अन्य इन्डस्ट्रीहरू जसबाट निक्लिने एयरहरू जुन चाहिँ हाम्रो एयरमा गएर एटमोस्फियरको एयरमा गएर मिक्स भएर यसले पनि मोर अफ सडन एउटा इम्प्याक्ट गरिरहेको छ जसले चाहिँ एयर क्वालिटी इन्डेक्सलाई एकदम अनहेल्दी स्टेटतिर लगिरहेको छ। लास्टली हामी आफ्नो घरबाट निक्लिने एयरहरू जुन चाहिँ इन द फर्म अफ कोल, फ्युल, केरोसिन एन्ड अदर फ्युल्सहरू जसले चाहिँ एयरको क्वालिटीलाई एकदम घटाउँदै गइरहेको छ। सो आज यस भिडियो बनाइरहँदा काठमाडौँ एयर क्वालिटी इन्डेक्सको आधार अनुसार एयर क्वालिटी इन काठमाडौँ रिसेन्टली अहिले चाहिँ मोडरेट रहेको छ, बट देन यो कुराहरू चाहिँ ओभर द पिरियड अफ टाइम आइ नै रहेको हुन्छ र देयर आर लट अफ रिजन्स जसमा चाहिँ काठमाडौँभित्र रहेको मान्छेहरूको आँखा रातो हुनेदेखि लिएर अन्य सर्टेन कजहरू अथवा सर्टेन डिजिजहरू पनि भइरहने गर्छ। सो वाट इज द थिङ अथवा वाट इज द प्रिभेन्टिभ मेजर्स द्याट वी कुड डु भन्दाखेरि जति पनि तिनवटा मैले अघि मेन्सन गरेँ कज भने त्यसैलाई हामी घटाउन सक्यो भने एयर क्वालिटी इन्डेक्स एकदम राम्रो हुन जान्छ। फर्स्टली काठमाडौँ भ्यालीभित्र रन हुने भेहिकल्सहरूको युजलाई कम गर्ने, एक्चुअली कम गर्ने भन्दा पनि एकदम स्टप गर्न सकियो भने ओल्ड भेहिकल्सहरूलाई हामीले एयर क्वालिटी इन्डेक्सलाई राम्रो बनाउन सक्छौँ। यो कुरा लाइक रिसेन्टली भइ नै रहेको छ, बट देन दे आर नट इम्प्लिमेन्टेड एकदम राम्रोसँग। सेकेन्डली इन्डस्ट्रियल एरियाहरूलाई चाहिँ मोर अफ रेसिडेन्सियल साइडबाट अलिकति टाढा लगेर गर्ने अथवा त्यो इन्डस्ट्रियल एरियाबाट निक्लिने जति पनि एयरहरू छ त्यसलाई प्युरिफाई गरेर वा सर्टेन टुल्सहरू युज गरेर त्यसलाई अलिकति कम गर्न सक्यो भने पनि त्यसले पनि इन्डेक्सलाई राम्रो गराउन हेल्प गर्न सक्छ। एन्ड लास्टली हामी आफैले गर्न सक्ने कुरा हो जसमा चाहिँ हामीले जति पनि यो फ्युलको सोर्सहरू छ केरोसिनहरू, कोलहरू वा अन्य जसबाट चाहिँ लाइक हार्मफुल ग्यासको इमिसनहरू हुने गर्छ त्यसलाई अलिकति कम गर्न सक्यो भने पनि एयर क्वालिटी इन्डेक्स राम्रो हुन जान्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड टु वाच मोर अफ दिस इन्साइटफुल भिडियो यु क्यान subscribe or you can follow. Thank you. Bye.